दिनमा रोकिन्छ। खुला छोडिदिएर नि भ्रष्टाचार भएको छ। कन्ट्रोल गर्ने भने कसरी भ्रष्टाचार हुन्छ? ल्याएर भोलि चाहिँ टुरी खेलमा कारबाही गर्न थाल्यो भने जुनै जोगी आए पनि कानै चिरेको भन्थे क्या बुढापाकाहरूले। एक्ज्याक्टली हो रहेछ क्या। त्यो प्रधानमन्त्री बस्ने कुर्सी चाहिँ कस्तो खालको हुँदो रहेछ नि। त्यहाँ जाने बित्तिकै सबैजना अकमक्क हुनुपर्ने, बोल्नै नआउने, अनि जनताको पक्षमा हुँदै नहुनुपर्ने, जनताको पक्षमा केही काम गर्नै नहुने कस्तो खालको कुर्सी रहेछ त्यो भनेर भन्छु के म। जुन अहिलेको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीज्यूले भन्नुभएको छ, खुलेआम भन्नुभएको छ कि उहाँले सोसियल मिडियातिर, तपाईँहरूले अवगतै छ, त्यो हेर्न सक्नुहुन्छ। नेपालको भ्रष्टाचार रोकिनु पर्यो भने रोक्नु पर्यो भने 5 दिनमा इनफ हुन्छ, 5 दिनमा रोक्न सकिन्छ भन्नुभएको छ। उहाँले यो भन्न खोजेको होइन कि उहाँ फेरि भइसके पछाडि भ्रष्टाचार सुरु भइसक्यो उहाँले आफूले पनि गर्न थाल्नुभयो, त्यो भन्न खोजेको होइन। गर्न चाह्यो भने केही पनि असम्भव छैन भनेर भन्नुभएको थियो उहाँले। त्यो सामाजिक सञ्जालतिर जगजाहेर छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। र ल उहाँ नियुक्ति हुनुभएको 1 महिना पनि क्रस भइसक्यो होला सायद, होइन, लगभग भइसक्यो होला। र अहिलेसम्म खुलाम 4-5 जना हत्याराहरूलाई बाहिर खुलाम हिँड्न दिइरहनु भएको छ, भाषण गर्न दिइरहनु भएको छ। अझ उनीहरूले त जनतालाई थ्रेट दिइरहेछन्, अझ उनीहरूले आतंककारी भन्दै उनीहरूलाई एकदमै मार्नेसम्म धम्की दिइरहेका छन्। र उनीहरूलाई सेक्युरिटी दिएर उनीहरूले सेक्योर गरेर राखिरहनु भएको छ अहिलेको प्रधानमन्त्रीज्यूले। र उहाँहरूलाई तपाईले उहाँहरूलाई समातेर ल्याएर अनुसन्धान गर्नको लागि कसको आदेश चाहिएको? कुन आइतबार चाहिएको? जनताको पक्षमा केही लड्नै नहुने तपाईँहरूले? त्यो कुर्सी कस्तो खालको कुर्सी हो? जनताको न्यायका लागि केही पनि लड्न नमिल्ने कुर्सी कस्तो खालको? केका लागि प्रधानमन्त्री हुनुभएको? कसको रगतको खोलो बगेर कुन चाहिँ आमाले कोखरित्तो बनाएर तपाईँलाई त्यहाँ पुर्याएको भन्ने कुराहरू नबिर्सिनुहोस्। दसैँको दिनको टिका नलाउँदैमा ती मरेका मान्छेहरू फर्केर आउने होइन, कसैलाई पनि न्याय मिल्दैन। दसैँको टिका नलाउँदैमा न्याय दिने भन्ने कुरा होइन, न्याय मिल्दैन। न्याय कति बेला मिल्छ भने जुन हत्याराहरूलाई तपाईँले लगेर समातेर लगेर कटगरामा उभ्याउनुहुन्छ नि, त्यति बेला न्याय मिल्छ। बुझ्नुभयो? दुःखको आँसु झरिरहेको आमाको खुसीको आँसु झर्न सक्छ आँखाबाट। बुझ्नुभयो? अब तपाईँले पनि त्यही कदम चाल्नु, तपाईँ पनि कुनै न कुनै एजेन्डा त हो रहेछ नि, कुनै न कुनै मान्छेबाट तपाईँ पनि चालु त हो रहेछ नि त, होइन? नभएदेखि अहिले तपाईँले हिजो अस्तिसम्म बोलेका कुराहरू अहिले सबै फेरिरहनु भएको छ। तपाईँ पनि कति दैचिउरे हुनुहुँदो रहेछ। सबैलाई पद त चाहिँदो रहेछ नि, पद र मानको लागि त सबैजना मरिहत्ते नि गर्दो रहेछौ नि, होइन? मारिमेटी नि गर्दो रहेछौ नि त, होइन? जनताको पक्षमा केही बोल्नै नहुने, बाहिर के अरे आँखामा छारोपट्टि हाले जस्तो गर्ने, जनतालाई केही न केही आश्वासन दिलाए जस्तो गर्ने, तिनै गरिब के अरे तिनै उसलाई जुन जति मान्छेहरूले बलि दिए तिनका आमा बाउहरूलाई भेट्दैमा, दसैँको टिका नलाउँदैमा सबै समस्याको हल भयो, न्याय पाए। जति पनि मान्छेहरू यो देशको परिवर्तनको लागि लडेका थिए तिनीहरू न्याय पाए। दसैँको 2 गेडा अक्षता नलाउँदैमा न्याय पाउने भन्ने हुँदैन, जनताको पक्षमा भइँदैन। तपाईँले निधारभरि टिका लाएर पनि ती हत्याराहरू लगेर कटगरामा उभ्याउनुहोस्, तब न्याय पाउँछन्। बुझ्नुभयो? के हो यो मुसा बिरालोको खेल जस्तो के खेलिरहेको? लाज लाग्दैन? अहिलेको गृहमन्त्री बालन शाहले बुई बोकेर ल्याएर चढाइदिएर लगेर कुर्सीमा राखिदिएको गृहमन्त्रीले हेर न रविको विरोध गरे। लाज लाग्दैन? कुन चाहिँ जनताले चुनेका हुन् तपाईँहरूलाई? जनताको पक्षमा हुनुपर्ने होइन, न्यायको के अरे रविको विरोध गर्नुपर्ने। उहाँ उसमा ऋषि धमलाको उसमा सोमा गएर के हो? जो पनि पकेटकै हुनुपर्ने, पत्रकार पकेटको, गृहमन्त्री पकेटको, प्रधानमन्त्री पकेटको हुनुपर्ने। अब जनता र न्यायको लागि केही पनि आवाज उठ्दैन तपाईँहरूको मुखबाट? केही पनि राम्रो काम हुँदैन? रविको विरोध गर्नको लागि तपाईँ गृहमन्त्री हुनुभएको हो? राम्रो हुँदाखेरि राम्रो भनेको, बालनको पक्षमा बोलेर सुनिता डङ्गोलको विरोध गर्दाखेरि हिरासतसम्म 12 दिन बसेर आएको। बुझ्नुभयो? बालन पनि कुनै न कुनै ठाउँबाट चालु छ। यस्ता मान्छेहरूलाई नि जनताले पछि चिन्छन्। चिनिसके पछाडि म बालनको विरोध गर्दिनँ, अहिले पनि गर्दिनँ। तर धेरै मान्छेहरूले विरोध गरेको देखेको छु। सञ्जाल चलाइन्छ, आँखा हेरिन्छ, हेरे पछाडि पढिन्छ, हरेक कुराहरू थाहा भइसकेको छ। राम्रो मान्छे होइन भन्ने कुरा बालनलाई हरेक अधिकांश मान्छेहरूले भनिरहेका छन्, जनताले भनिरहेका छन्, जनजनले भनिरहेका छन्। सञ्जालतिर एउटा चिया पसलमा गयो भने बालनको विरोध गरेको सुन्छु आजकल म। के हो? अब त केही न केही राम्रो होला, केही न केही। तिमीहरूलाई के अरे यही परिवर्तन गरेर, यही आन्दोलन गरेर, यही परिवर्तन ल्याउनको लागि आन्दोलन गर्ने मान्छेहरूलाई चाहिँ लगेर छानी तिमीहरू के अरे अहिले धमाधम पक्रिरहेको छौ अरे भनेर न्युज आइरहेको छ। आन्दोलनकारीलाई चाहिँ तिमीहरूलाई परिवर्तन गरेर त्यो ठाउँमा पुर्याइदिने मान्छेलाई चाहिँ तिमीहरू लगेर हिरासतसम्म राख्ने, कटगरासम्म लगेर उभ्याउन सक्ने, अनि खुलाम हत्याराहरूलाई 72-73 जना मान्छेको हत्या गर्ने मान्छेहरूलाई चाहिँ खुलाम हिँड्न दिने।